क्यान्सर पीडित श्रीमतीलाई पिठ्यूमा बोकेर नदीमा आमफाली बेपत्ता। नदीमा बेपत्ता भएका वृद्ध दम्पतिको समाचारले अत्यन्तै मर्माहत बनायो। मिति 2083 साउन 20 गते बेलुका सामाजिक सञ्जाल फेसबुक खोल्दा सिधाकुरा.com अनलाइन मिडियाको समाचार लिङ्कमा नजर पर्यो। समाचार लेखिएको थियो, क्यान्सर पीडित श्रीमतीलाई पिठ्यूमा बोकेर नदीमा आमफाली बेपत्ता। मन बलियो बनाएर समाचार लिङ्क हेर्दा काभ्रेपलाञ्चोक 68 वर्षीय केदारनाथ प्राजुलीले आफ्नी 67 वर्षीय क्यान्सर पीडित श्रीमती तिलकुमारी प्राजुलीलाई पिठ्यूमा बोकेर सुनसरी नदीमा बेपत्ता भएका वृद्ध दम्पतिको समाचारले अत्यन्तै मर्माहत बनायो। हामीले संसारकै उत्कृष्ट भनी प्रशंसा गरेको संविधानको धारा 35 मा स्वास्थ्यको हक, त्यस्तै धारा 42 मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरेका छौं। सभामुख महोदय, के हो व्यवस्था? हामीले संविधानलाई उत्कृष्ट बनाउन मात्र उल्लेख गरेका हौं त? होइन भने आज असहाय विपन्न नागरिकहरूलाई सरकार र संविधानले आफू भएको अनुभूति गराउन किन सकिरहेको छैन? अब ती वृद्ध दम्पतिलाई सरकारले के भन्ने हो? कैयौं असहाय निरीह नागरिकहरू उपचार गर्न नसकेर यसै गरी प्राण त्यागिरहेका छन्। यसतर्फ राज्य र सरकारको जिम्मेवारी के हुने? यस्तै मेरो गृह जिल्ला कैलाली लम्कीचुवा नगरपालिका वडा नम्बर 3 का 38 वर्षीय निर्मल टमट्टा, जो फुटबल तथा भलिबल उत्कृष्ट खेलाडी साथै शिक्षण पेशामा समेत आबद्ध युवा, आज क्यान्सर रोगबाट पीडित भई ललितपुर क्यान्सर अस्पतालको बेडबाट सहयोगको अपिल गरिरहनु भएको छ। त्यस्तै लम्कीचुवा वडा नम्बर 5 चौरी निवासी 48 वर्षीय उदयराम जयसीको लिभर ट्रान्सफर गर्नुपर्ने वीर अस्पतालको बेडबाट सहयोगको अपिल गर्दै हुनुहुन्छ। सरकारले यस्ता नागरिकको जीवन रक्षाका लागि विलम्ब नगरी तत्काल निशुल्क उपचारको प्रबन्ध गरिनुपर्दछ। विपन्न र असहाय नागरिकलाई राज्य भएको अनुभूति गराउन सरकारले शिक्षा स्वास्थ्य निशुल्क गरोस् भन्ने माग गर्दछु। अनलाइनबाट सेवा र घर घरबाट पासपोर्ट पुर्याउँछौ भन्ने घोषणा गरेको सरकारले पासपोर्ट विभागमा, अस्पतालको ओपीडीमा, ग्यास डिपोमा र मलखाद वितरण केन्द्रमा दैनिक लागेको लाइन देखिरहेको छ कि छैन? अहिलेसम्म मौन, सरकारको ढङ्ग नपुगेको वा व्यवस्थापक र वितरक समक्ष सरकार निरीह भएको, नागरिकहरूको दैनिक शास्ति बेहोर्दै निराश हुनु परेको छ। अविलम्ब सरकारले यी विषयमा समस्या समाधान हुने गरी सार्थक पहल गरोस् भन्दै सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। लाल सलाम।